बैंकिङ क्लासको दोस्रो श्रृङ्खलामा तपाईहरुलाई स्वागत छ। आज हामी नेपालमा बैंकिङ विकासक्रम कसरी भयो भन्ने विषयमा अध्ययन गर्नेछौँ। यसलाई चाहिँ हामीले 5 वटा अलग-अलग खण्डमा विभाजन गरेर अध्ययन गर्नेछौँ। सुरुको खण्ड रहेको छ नेपाल बैंक लिमिटेडको स्थापना हुनु अघिको समय। त्यसलाई हामी बैंकिङको परम्परागत विकासक्रम पनि भन्न सक्छौँ। यो भनेको चाहिँ विक्रम सम्वत 1994 भन्दा अघिको पिरियडको विकासक्रम हो, किनभने विक्रम सम्वत 1994 कार्तिक 30 गते चाहिँ नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो। त्यो भन्दा अगाडि चाहिँ बैंकिङ सिस्टम कस्तो थियो त? त्यो भन्दा अगाडि के हुन्थ्यो भन्दा विभिन्न शासकहरूले विभिन्न मुद्रा चलाइरहेका थिए। जस्तै राजा मानदेवले मानाङ्क तथा गुणकामदेवले गुणाङ्क मुद्राको प्रचलन सुरु गरेका थिए। यो चाहिँ 1994 भन्दा अघिको समयमा। त्यसैगरी सरकारी हिसाब राख्नको लागि 1933 मै तेजारथ अड्डाको स्थापना भइसकेको थियो। यस्तै विक्रम सम्वत 1989 मा टक्सार अड्डाको स्थापना भयो र टक्सार अड्डाबाट वैज्ञानिक रूपमा सिक्का निष्कासनको कार्य प्रारम्भ भएको थियो। त्यतिबेला वस्तु विनिमय प्रणाली थियो, औपचारिक अर्थतन्त्र थिएन, अनौपचारिक अर्थतन्त्रको चाहिँ हावी थियो। यस्तै नेपाली मुद्राको अभावमा भारतीय मुद्राको प्रचलन रहेको थियो। त्यतिबेला अहिले पनि नेपालका सीमा आसपासका क्षेत्रहरूमा भारतीय मुद्रा चल्छ, भारतीय मुद्रा प्रचलनमा छ। त्यस्तै अब दोस्रो सेक्सनमा जाउँ। दोस्रो चाहिँ नेपाल बैंक लिमिटेडको स्थापना भएपछिदेखि लिएर नेपाल राष्ट्र बैंकको स्थापना हुनु अगाडिसम्मको विकासक्रम छ। यसमा यो चाहिँ विक्रम सम्वत 1994 देखि विक्रम सम्वत 2013 को बीचमा के डेभलपमेन्ट भयो भन्ने कुरा यसमा समेटिन्छन्। सुरुमा त आधुनिक बैंकको रूपमा 1994 कार्तिक 30 गते नेपाल बैंक लिमिटेड एनबीएल को स्थापना भएको थियो। त्यसपछि विक्रम सम्वत 2002 असोज 1 गतेदेखि सदरमुलुकी खानाद्वारा नेपाली नोट निष्कासनको सुरुवात भयो। त्यतिबेला न्यून मात्रामा भए पनि बैंकिङ क्रियाकलापको सुरुवात भएसँगै वित्तीय साक्षरता प्रवर्धन पनि भएको थियो। त्यस्तै साख सिर्जनाको सुरुवात पनि भएको थियो त्यही कालखण्डमा। र केन्द्रीय बैंकको अभावमा राष्ट्र बैंकले गर्ने काम पनि त्यतिबेला नेपाल बैंक लिमिटेडले गरिरहेको थियो। साथीहरू 2013 भन्दा अगाडि त राष्ट्र बैंक थिएन, त्यसैले एनबीएलले नै सेन्ट्रल बैंकको काम पनि गरिरहेको थियो। अब हामी तेस्रो खण्डमा जान्छौँ। तेस्रो खण्ड चाहिँ कहिलेदेखि कहिलेसम्मको त भन्दाखेरि राष्ट्र बैंकको स्थापना भएदेखि आर्थिक उदारीकरणको समय अघिको कालखण्ड हो। यो भनेको विक्रम सम्वत 2013 देखि 2040 भन्दा अघिको पिरियडमा के कस्तो विकासक्रम भयो भन्ने कुरा यसमा समेटिन्छन्। यसमा चाहिँ के भयो त, सुरुमा केन्द्रीय बैंकको रूपमा विक्रम सम्वत 2013 वैशाख 14 गते नेपाल राष्ट्र बैंक एनआरबी को स्थापना भयो। यस्तै विक्रम सम्वत 2016 मा नेपाल औद्योगिक विकास निगमको स्थापना भयो। विक्रम सम्वत 2022 माघ 10 गते राष्ट्रिय वाणिज्य बैंकको स्थापना भयो। विक्रम सम्वत 2024 माघ 7 गते कृषि विकास बैंक एडीबीएल को स्थापना भयो। यसमा चाहिँ सरकारी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूको विकास 2013 देखि 2040 सम्म राम्रै गतिमा भएको देखिन्छ। यस्तै अब वित्तीय साक्षरता तथा वित्तीय पहुँच पनि क्रमशः वृद्धि हुँदै गइरहेको थियो। अनि निजी क्षेत्रका बैंकको भने अभाव थियो, आधुनिक बैंकिङ सुविधाको पनि अभाव थियो। बैंकिङ सेक्टरमा उदारीकरण आइसकेको थिएन, उदारीकरण 2040 सालपछि मात्रै आयो। त्यो कारणले गर्दाखेरि प्राइभेट सेक्टरका बैंकहरू थिएनन् त्यतिबेला। अनि विक्रम सम्वत 2016 फागुन 7 गते नेपाल राष्ट्र बैंकले नेपाली नोट निष्कासनको सुरुवात पनि गरेको थियो है। 2016 फागुन 7 गतेदेखि चाहिँ नेपाली नोट पनि निष्कासन गरेको थियो राष्ट्र बैंकले। त्यसपछि चाहिँ अब हाम्रो आर्थिक उदारीकरणको समय आउँछ 2040 मा। र आर्थिक उदारीकरणको समयदेखि मर्जरको समय अघिसम्मको विकासक्रमलाई हामी यहाँ चर्चा गर्न सक्छौँ। त्यो समयमा के भयो त भन्दाखेरि बैंकिङ क्षेत्रमा निजी क्षेत्रको प्रवेश भयो। त्यस्तै आधुनिक बैंकिङ सेवाको विकास र विस्तार भयो। अनि त्यस्ता बैंकहरूको नोबेल बैंकको स्थापना, एभरेस्ट बैंकको स्थापना, अरू बैंकहरूको स्थापना भइसकेपछि चाहिँ ती प्राइभेट सेक्टरका बैंकहरूले चाहिँ आधुनिक बैंकिङ सेवाको विकास र विस्तारमा उल्लेखनीय योगदान गरे। त्यस्तै साख नियन्त्रण गर्नुपर्ने अवधारणाको सुरुवात पनि यही समयदेखि भएको पाइन्छ। वित्तीय साक्षरता, वित्तीय पहुँच बढ्दै गइरहेको थियो। यस्तै नेपाल राष्ट्र बैंक ऐन 2058 पनि जारी भयो। यही क्रममा बैंकिङ क्षेत्रको एकीकृत कानुनको रूपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया 2073 जारी भयो। बैंकिङ क्षेत्रको संख्यात्मक विकास भए तापनि गुणात्मक विकास भने यो पिरियडमा हुन सकेको थिएन। बैंकिङ क्षेत्रको संख्या चाहिँ 300 भन्दा बढी पुगिसकेका थिए साथीहरू, बैंक तथा वित्तीय संस्थाहरू। अहिले चाहिँ हाम्रो करेन्ट डाटा हेर्दाखेरि 106 वटामा सीमित छन् बीएफआईजहरू। त्यतिबेला चाहिँ बीएफआईको संख्या चाहिँ 300 भन्दा बढी पुगिसकेको थियो। संख्या चाहिँ धेरै बढिरहेको थियो तर गुणात्मक विकास भएको थिएन। त्यसपछि चाहिँ मर्जर नीति लिइन्छ। मर्जर भन्दा अगाडिको र हालसम्मको विकासक्रम चाहिँ अब हामी अन्तिम खण्डमा चाहिँ त्यसको अध्ययन गर्छौँ। त्यो भनेको चाहिँ वर्तमान अवस्था भनेर पनि हामीले यसलाई चर्चा गर्न सक्छौँ।
वर्तमान अवस्था के छ त भन्दाखेरि मर्जर र प्राप्ति नीति पश्चात विभिन्न बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभी हाल क वर्गका ड्यास ड्यास देख्नुहुन्छ। यो चाहिँ खाली किन छोडेको त भन्दाखेरि यो तथ्याङ्क अपडेट भइरहन्छ के बैंक तथा वित्तीय संस्थाहरू मर्जमा गइरहेकै छन् अहिले पनि। त्यो कारणले गर्दाखेरि चाहिँ यिनीहरूको सङ्ख्या घट्दै घट्दै गइरहेछ। र अहिलेको लेटेस्ट डाटा हेर्नुहुन्छ भने क वर्गका 20वटा छन्, ख वर्गका 17, ग वर्गका 17, घ वर्गका 51 र एकवटा पूर्वाधार विकास बैंक गरी जम्मा 106वटा बैंक तथा वित्तीय संस्थाहरू अहिलेको लेटेस्ट तथ्याङ्कमा रहेका छन्। यो भनेको चाहिँ 2083 वैशाख मसान्तसम्मको तथ्याङ्क चाहिँ यो रहेको छ। त्यसै गरी अर्को चाहिँ देशको वित्तीय पहुँच र वित्तीय समावेशीकरणलाई अघि बढाउन देशका 753वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ। बैंक तथा वित्तीय संस्थाहरूको चाहिँ अहिले 11,000+ शाखाहरू चाहिँ स्थापना भइसकेका छन्। 11,000+ शाखाहरू सञ्चालनमा छन् र अहिले चाहिँ यो शाखा मर्जको कन्सेप्ट पनि आइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले चाहिँ आफ्ना नजिकका शाखाहरूलाई चाहिँ एक आपसमा मर्ज गरेर एउटै शाखाबाट चलाउने काम पनि गरिरहेका छन्। त्यही भएर यो शाखाको सङ्ख्या पनि घट्नेवाला जस्तो देखिन्छ। त्यस्तै अब हाल क ख ग वर्गका निक्षेप खाताको सङ्ख्या 6 करोडभन्दा बढी छ भने कर्जा खाताको सङ्ख्या यो अलि पुरानो तथ्याङ्क रहेछ। यहाँनिर यो 20 लाखभन्दा पुगेको छ है। 20 लाखभन्दा बढी चाहिँ कर्जा खाता पुगिसकेका छन् भने 6 करोडभन्दा बढी चाहिँ निक्षेप खाताहरू रहेका छन्। त्यसै गरी हाल बैंकिङ व्यवसायमा विद्युतीय कारोबारको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ। डेबिट कार्ड, मोबाइल ब्याङ्किङ र क्युआर कोड भुक्तानी मार्फत 200 अर्बभन्दा माथिको कारोबार पनि भइरहेको छ। त्यस्तै हाल वित्तीय साक्षरता दर 57.9% रहेको छ भने वित्तीय पहुँच 67.8% रहेको छ। वित्तीय साक्षरता र वित्तीय पहुँचमा प्रदेशगत आधारमा बागमती प्रदेश अगाडि रहेको छ भने मध्य प्रदेश वित्तीय साक्षरतामा र कर्णाली प्रदेश वित्तीय पहुँचमा पछाडि रहेको छ। बागमती चाहिँ वित्तीय साक्षरता र पहुँच दुईटैमा अगाडि रहेको छ। त्यसै गरी अब यसमा हामी के थप्न सक्छौँ भने अहिले ब्याङ्किङका करेन्ट इस्युहरूमा चाहिँ अहिले अधिक तरलताको अवस्था छ बैंक तथा वित्तीय संस्थाहरूमा। त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा बढेको छ, एनपिएल बढेको छ, 5.60% भन्दा माथि पुगिसकेको छ एनपिएल। भनेपछि यस्ता कुराहरूलाई पनि तपाईहरूले यसमा समेट्न सक्नुहुन्छ। ब्याङ्किङ क्लासका बाँकी भिडियोहरू पनि तपाईँ च्यानलमा गएर हेर्न सक्नुहुन्छ। प्लेलिस्टमै ब्याङ्किङ क्लास भनेर राखिदिएको छु है त।